ल भन्नु। ओहो बुवा नमस्कार। नमस्ते। नमस्ते नमस्ते नमस्ते। नाम के हो बुवा हजुरको? जयनारायण। जयनारायण। थर के हो? साकोटा। जयनारायण सापकोटा हो। कहाँ यही गैँडाकोट बस्नुहुन्छ? कहाँ जन्मनुभयो बुवा तपाईँ? म बागलुङ। बागलुङ कुन ठाउँ? दमेक। बागलुङ दमेक। दमेक। कति वर्षको हुनुभयो बुवा? 96। 96 वर्ष हुनुभयो। ओहो ल एकदम दीर्घायु धेरै लामो समय बाँच्नु भएको छ। कहाँ जन्मनु भयो? दमेक जन्मनु भयो। दमेक। बिहा कति सालमा गर्नुभयो बुवा? कति वर्ष? 12 वर्षमा बिहे। 12 वर्षमा बिहा गर्नुभयो। बिहे। भनेपछि बच्चा बच्ची कति हुनुहुन्छ? बच्चा बच्ची छोरा छोरी कतिजना? छोरा छोरी 4 भाइ छोरा 4 भाइ 3 छोरी। नाति नातिना कति भयो बुवा? नाति नातिना 6 भाइ। 6 भाइ नाति नातिना। 4 भाइ छोरा। छोरा। छोरी? छोरी 3 छोरी। आमा हुनुहुन्छ हुन् न? आमा हुनु। आमा बित्नु भयो? श्रीमती बित्नु भयो? बित्नु भयो। कति वर्ष अगाडि बित्नु भयो? अहिले 4 वर्ष भयो। 4 वर्ष भयो। 96 वर्ष बाँच्नु भयो बुवा। एकदम के रोग सोग केही छ कि छैन खासै? केही छैन। केही छैन नि त? रोग आउनु हुन्छ मान्छेलाई। हो यो के रहेछ बुवा? दीर्घायुको राज के हो बुवा? यो धेरै लामो समय निरोगी भएर बाँच्न के गर्न पर्ने छ नयाँ मान्छे? अब निरोग हुनु पर्यो। हजुर। रोगी हुनु भएन। तपाईँले मासु खानु भएन उमेर? मासु मैले अब 40 वर्षमा छोडेको। 40 वर्ष हुँदा छोड्नुभयो मासु? चट्टै पूर्ण शाकाहारी? त्यसलाई अब अहिले पनि मेरो चाहना थिएन। हजुर। 40 वर्षमा बा फलाहारी हुनुभयो। हजुर। यो अब यो मासु चाहिँ अब नखाइदिए है हजुर भन्नुभयो। ल ठिक छ मलाई चाहिएको पनि छैन। हजुर। छोडेको छोडेको। भने 96 वर्ष हुनुभयो। अझै रोग कुनै पनि छैन। निरोगी हुनुहुन्छ, हिँड्नुहुन्छ, कान राम्रो सुन्नुहुन्छ, आँखा देख्नु रहेछ। सबै एकदम खुसी लाग्यो बुवा। भनेपछि तपाईँ अब अहिले त गैँडाकोटमा बस्नुहुन्छ? यहीँ छु अहिले। गैँडाकोटमा बस्नुहुन्छ। तपाईँलाई जिन्दगीमा यो काम नगरेको भए हुन्थ्यो अथवा गर्न पाएको पछुतो केही छ कि पश्चाताप केही छ कि छैन? पश्चाताप केही छैन। केही छैन? केही छैन। कुनै काम गर्न पाइएन भन्ने केही छ कि छैन? अब डुल्ने खाने। हजुर। धर्म गर्नु गर्ने? अब धर्म गर्ने। हजुर। तर अब बाहिर दोकान केही खाइएको छैन। हजुर। घरैको खाना खानुहुन्छ? घरैको। गुलियो खानु चाहिँ खानु? गुलियो? गुलियो त अब मह र घिउ त अहिले पकाएर खाइन्छ। पकाएर खान्छु। चिया पनि पिउनुहुन्छ? चिया पनि खान्छु। खानेकुरा कुनै पनि बार छैन? बाह्र मौरी त घर पाएर थिए। हजुर। 12 मौरी। तपाईँ गैँडाकोट झर्नुभयो कति वर्ष भयो? अहिले 6 वर्ष भए गैँडाकोट झरेका म झरेका। हजुर। अरू छोराहरू 2टा घर गरी बनाएको अहिले 15 वर्ष भए। हजुर हजुर। यहाँ घरेरी किनेको नि अब त्यो 40,000मा किनेको। हजुर। अहिले अब 2 लाख नाटी 2 करोड नाटी जाने यहाँ। हजुर हजुर। छोराहरू कहाँ हुनुहुन्थ्यो हजुरको छोराहरू? छोराहरू चाहिँ अब कान्छो छोरो अहिले 22 वर्ष भयो। एउटै दोकान छ दुबई। हजुर। एउटै दोकान छ। हजुर। छोरो एउटा थियो पढेर सको गयो अहिले वहीँ। हजुर। अन्त्यै गयो। हजुर। ठुला देशमा गयो। हजुर। ठुला छोराको एउटा छोरो छ बाहिरै गयो। बाहिरै वहीँ घर बनायो। हजुर। वहीँ किन हजुर। यहाँ बुहारीले छोरो मात्रै छन्। हजुर। साइला छोराको नि एउटा नाति छ बाहिरै छ। हजुर। यहाँ बुढाबुढी मात्रै छन्। हजुर। छोरी 2टी हुन्। 2टी त बिहा गरेर दिएपछि अब जानै पर्यो घरै। तपाईँसँग कुन छोरो बस्नुहुन्छ अहिले? कान्छो छ। कान्छो बस्नुहुन्छ? कान्छो छ अहिले त बुहारी छ। कान्छी बुहारी। हजुर। नातिनी छ एउटी। राम्रो हेरचाह गर्नुभएको सबैले होइन? गरिन्छन्। हुन्छ बुवा ल धेरै दीर्घायुको कामना। अहिले रोग नलागोस् बुवा। फेरि बसौँला बोलाउँला बुवा है। ल बोलाउँ ल। नमस्ते बुवा ल। नमस्ते।